अहिलेको बिहानको 3 बजे छ। हामी अब यहाँबाट 1.5 किलोमिटर छ। अहिले बिहानको प्रभु पद बजता दिन दिन माया घर सजता झस्के जीवन झूठो गौरीकुण्डमा नुहाउनलाई यहाँभित्र छिरेका छन्। गौरीकुण्ड स्नान गरेर अब यहाँ लुगा लाउँदैछौँ। हाम्रो दाजु यहाँ यसरी लुगा लाउँदै हुनुहुन्छ। गेटमा आइपुगेका छौँ। अब यहाँबाट 22 किलोमिटर छ रे भित्र। हेर्दै जाउँ कति बेर लाग्छ। हामी जाने हिँडेर जाने उसमा छौँ र आवश्यक परेमा पाल्की सोली घोडा जेमा भए पनि जाउँला। अहिलेको 6 बज्न लागेको छ। अहिले बिहान 7 बज्न लाग्यो। यहाँबाट हामी उकालो उक्लिँदैछौँ। दिदी हिँडेर जानुभएको छ भने अम्बिका सोलीमा गएको छ, तर उसले लगेर पुऱ्याइसक्यो। फोटो खिच्न ल्याएन। उकालो धेरै भएको हुनाले म पनि भिडियो खिचिदिनु होला, फोटो खिचिदिनु होला। यहाँबाट देखिया बाबा केदारनाथ मन्दिर करिब 4 किलोमिटर उक्लेपछि अम्बिकालाई नि भेटेँ। अब मैले पनि हिँड्न नसक्ने भए दिदी चाहिँ नि हिँडेरै जाँदै हुनुहुन्छ। उहाँहरू पनि थाहा दिँदैन नचढ्नेहरू। म पनि यो सोलीमा चढेर जाँदैछु। अब यहाँको यो दृश्य पनि यस्तो छ। अम्बिका अघि जाँदैछु, म यहाँ पछि छु। अम्बिका अलि माथि नै पुगिसक्यौँ। यसरी सोलीमा चढेर जाँदैछौँ हामी। घोडा पाल्की र सोलीमा जानेको लाइन हुन्थ्यो हजुर। पुरा भिड। यस्तो हिँडेर जाने उ गर्ने। म पनि हिँडेर आएको थिएँ, नसकेर म पनि अहिले यो सोलीमा चढेर जाँदैछु हजुर।